म जस्तो मासु लभरलाई पनि आज घरमा चै चै गरेर मासु भुट्दा नि खाना त फर्सी र सागसँग पो दिनुभयो त यार। के अब म मासु खानै नमिल्ने हो र। आज बिहानको मौसम हेर्न सक्नुहुन्छ तपाईहरु कस्तो पानी पर्ला जस्तो भइरा थियो। पानी परे भए त सुतेर बस्न पाउँथ्यो तर पानी परेन। त्यही भएर म र बाबा चाहिँ लागियो घाँस काट्न। घाँस काट्न त बोनमा जानै परेन नि किनकि जाँदा जाँदै मेरो नजर ठ्याक्कै पर्यो यो रोड कुनाको घाँसमा। अनि यो घाँसलाई चाहिँ मैले फटाफट लाएर काटी पनि सके। अब यसलाई चाहिँ बोकेर चल्दिनु पर्ने हुन्छ घरमा। अनि यो घाँसलाई चाहिँ घर ल्याएर यत्तिकै फालेर राख्यो भने बाबा र मम्मीले फेरि घाँस ल्याएर के गरेर राख्या भनेर किचकिच गर्नुहुन्छ क्या। त्यही भएर किचकिच सुन्नु भन्दा पहिला नै सचेत भएर मैले यो सबै घाँसहरुलाई चाहिँ मिलाएर राख्नु पर्ने हुन्छ। अनि घर आएर चाहिँ यसो गाउँ डुल्न गाथे। मामा र भाइले त जाम घुम्न भनेर स्कुटीको पछि सरर लग्नु भयो त मलाई त कहाँ भनेर अचम्म मान्नु पर्दैन। यसरी डुल्न गएर चटपट नखाएको नि धेरै भएको थियो। त्यही भएर हामी चाहिँ चटपट पनि खानुहुन्छ अनि हल्का डुल्न पनि हुन्छ भनेर चाहिँ आइदिएको घरबाट। हामी चाहिँ अनि मस्तले चटपट पनि खायौं अनि चल्दिए घरतिर। अनि घर आएर एकछिन यसो टाइम पासको लागि लुडो खेलेर बसिरहेको थिएँ। बाबाले त अनि कामको बेला पनि गाउँ डुलेर बस्छ भनेर बोलाउनु भयो। अनि घर गएको त मलाई त डाइरेक्ट बारीमा पो लग्नु भयो त यार। आज बाबा र मामा चाहिँ खेताला जानु भएको थियो। त्यही भएर काम गर्न चाहिँ म र मम्मी मात्रै। मम्मी चाहिँ मस्तले मकै भाजिरहनु भएको थियो अनि म चाहिँ भारी हालेर बोक्नु पर्ने हुन्छ। मामाहरु भयो त रमाइलो हुन्थ्यो एक्लै त कस्तो झ्याउ पो लाग्ने रहेछ हौ। अनि मैले चाहिँ जम्मा 2 खेप मात्रै बोकेर भ्याथे हैन। उता मोक्सिङ सादी खोलातिरबाट त कस्तो पानी पर्ला जस्तो भएर आयो के। हल्का पानी पनि पर्यो त्यही भएर म र मम्मी चाहिँ छिटछिटो भारी हालेर लाग्यो घरतिर। घर आएको त बेलुकाको लागि बाबाले यता पुरै मासु भुट्दै हुनुहुँदो रहेछ क्या फेरि। अनि म चाहिँ आज पनि पुरै मासु खाने भनेर मक्ख परेर बसिरहेको थिएँ। तर खानामा त दिनुभयो मलाई फर्सी र आलु त्यो सँगै अन्डा पनि। मुटुमाथि ढुङ्गा राखी खानु पर्या छ। आज भैँसी मासु थियो त्यही भएर त्यो खायो भने चाहिँ मलाई एलर्जी हुन्छ क्या। त्यसकारण चाहिँ मलाई दिनु भएन मासु। नदिएको चाहिँ हैन म आफै नखाएको। अनि खाना खाइ भएपछि चाहिँ एकछिन हल्का मकै पनि सराए। त्यही हो अब चाहिँ हामीलाई भेट्नु पर्ने हुन्छ भोलि। सो द्याट्स इट फर टुडे। टाटा एन्ड बाइ बाइ।